चमका चमका मेरिया में चम चम करके चमका लावा झंडू बाम ज नच दे पैजन थमका चमका चमका मेरिया में चम चम करके चमका लावा झंडू बाम ज नच दे पैजन थमका मेरे ही चर्चे मेरिया ही गल्ला जग सारा करदा नी बार बार वे ये दुनिया पित्तल दी ये दुनिया पित्तल दी ये दुनिया पित्तल दी बेबी डॉल में सोने 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 दी जापान को के डाले उल्के गाडीचा मलाई नित्य माझे मन परिचा हरियो हरियो सुरे हरियो ढाका टोपी लाउने को फेला परियो कम्मर भासी नाच्ने को फेला परियो नाचेर नथाक्ने को फेला परियो बाबू तेरो बडु आउने भयो लास भयो लाइसेन्स वाला लाइसेन्स भाइ ओ ट्राफिक भाइ ओए भाइ तेरो बाबु तेरो बडु आउने भयो लास भयो सही गर ल लगाइए बडुवा सलाम सानो माया म खोज्दै आएको धेरै दिन भो हे माया धेरै दिन भो भेटिन कागाको पानीको चुनामा तिम्रै लागि हे माया तिम्रै लागि राखेर छु ठाउँ खाली यो दिलको तेरो बुवामीले भोट कहाँ हाल्नु भने घन्टीमा घन्टीको नेता को रे बेलुन कौन सब्जेक्ट अच्छा लगता है बैगन तपाईलाई अहिले नेपालको कुन नेता मन पर्छ दाइ तपाईले मन पर्ने त केपी ओली हो हजुर तर जिउँदो हैन मरेको केपीलाई त म मर्छु बरु भोट दिन्न पहिले दिए पटक चाहिँ भोट कसलाई दिने भन्दा राम्रो नेता व्यक्ति को लाग्छ तपाईलाई आफ्नो घर स्वाइन राम्रो छैन हरे कृष्ण हरे राम हरे राम हरे कृष्ण हरे 1 2 3 go हरे राम हरे कृष्ण हरे राम हरे राम हरे कृष्ण हरे राम अब की बार ऋषि राई अब के होला त अब के होला देशमा अब के होला देशमा अब के हुन्छ देशमा से सिर झुका के एगो वोट मांगतानी रउआ से सिर झुका के ऋषि धमला जी को जितैहा मोबाइल छाप में मोहर लगा के एगो वोट मांगतानी रउआ से सिर झुका के जीतेगा भाई जीतेगा कति पीडा छ हेर्नु सबैको आँखामा आँसु छ प्रधानमन्त्री सबैको आँखामा आँसु छ प्रधानमन्त्री कस्तो पीडा छ तपाईहरु ढोक्काउनुस् कसैलाई रहर लागेर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार्छु रे के भने आयो तागत छ कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने यो दुनियामा कोही माइकालाल जन्म्या छैन
मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपट्टि नै हुन्छ। बालनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ मता बालनको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ। तिमीलाई चुनावमा नउठ भनेको होइन मैले, हारिन्छ चुनावमा नउठ, यो घर धितो राखेर पैसा ननिकाल भनेको होइन। अहिले अँध्यारो मुख लाएर आएर हुन्छ। अब यो ऋण आनन्दले जित्यो भने झापामा कान काटेर म टिकिङ हस्पिटलमा गएर टाका लाउँछु। कान काटी दिदी भेट्यो है एयरपोर्टमा। के भन्नुहुन्छ दिदी? होइन, तपाईँहरूले देश चलाउन हुने ल राम्रो विकास गरेर देखाउनु न। तपाईँहरूलाई भोलि म सपोर्ट गर्दछु। 2 दिए कि सरकार आउने भयो त? 2 ल्याउनुहोस् कि 5 ल्याउनुहोस् होइन, तर आफ्नो पार्टीलाई माया गर्न पाइन्छ। काम चाहिँ के गर्ने? काम त गर्न तपाईँहरू देश चलाउन पाइने, मान्छे मार्न पाइने, के अरे सिंहदरबार चलाउन पाइने। थोरै चाहिँ काट्नु ल दिदी। मैले अर्को कान काट्ने त भनेको छैन। 2 hours later ल साथीहरू, यो दिदीको कान पनि काटियो। उहाँ वचनको पक्का हुनुहुँदो रहेछ। ঝিকাঙ্কা মনে যেন আমার সরল মন থেকে দুষ্টুমি কোনোদিন যাবে না। ঝিঙ্কা চিকা ঝিঙ্কা চিকা ঝিঙ্কা চিকা। कहाँ छुट्यो साथी सङ्गी, कहाँ छुट्यो मैसा, जिन्दगानी जति बुझ्यो नबुझिने रहेछ। ती दिन गए यी दिन आए, अभी कुछ दिनों से सुना है दिल का रौब ही कुछ नया है, कोई राज कम वक्त है छुपाए खुदा ही जाने कि क्या है। ओए मात सिक्नेहरू यहाँ सुन। प्रधानमन्त्री बनाइदिनुहोस्, म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपियाँ सबैलाई, 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री, त्यसमा दिन आइफोन चलाउने कि सामसङ चलाउने खोजी खोजी गर्न, मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री। घन्टी मन्दिरमा हुन्छ, मन्दिरमा त कहीँ दर्शन गर्नुहुन्न, उहाँ जङ्गलमा हुन्छ, गाउँमा पनि हुन्छ नि। त्यसो भए त घन्टी घरमा पनि हुन्छ। बोल्दाखेरि पनि घन्टी बज्ने भयो। बन्छ अब सरलाई दिनमा क्षेत्रमै घन्टी बज्ने भइसकेको छ। त्यसैभरि घन्टी भइसकेको छ गाईहरू। कानमा पनि छ, यति एकदम रमाइलोको लागि खुसी लागिरहेको छ घन्टीको माहौल देख्दाखेरि। कन्फर्म जित्छ, यो 2 मत छैन, एकदम राम्रो। पैसा हाम्रो यो पार्टीको पैसा, हाम्रो यो ठाउँमा पैसा चर्खेल चल्दैन। हामी भित्र मनदेखि नै 1 पैसा कसैको नखाइकन, पैसा नबाँडिकन आएको खुसी मैले दिन चाहन्छु घन्टी चाहिँ हाम्रो। जगतमा कहियौं प्रहार आए, साम्राज्य दुई हारे, हारे नसान हाम्रो। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है।